टक्कसँगले घरदेखि निस्केर अनि बाहिरतिर पर्खिबसिरहेको। अनि यसो हेरेको भाउजूहरू पनि बाटोमा आउँदै हुनुहुँदो रहेछ। अनि यसो केही गफसफ हान्दै गरेको अनि दाइ पनि आएर पोज्छु झार्न थाल्नुभयो। अनि यता उखु रिक्सावाला पनि पुरा पोज दिन थाल्यो है। जो जिन्दगी मजाको छ। अनि दाइ आएर यता भाडासाडा सोध्दै रहेछ। अनि भाउजू पनि आइपुग्यो। भाउजूसँग यसो फोटोसोटो हान्यो। अनि फोटोसोटो हानेपछि दाइ उता पर एकजना भाउजू हुनुहुन्छ। मेरो चाहिँ खालि भ्लग बनाउँदै बस्यो है, काम छैन त्यतिकै। अनि यसो हेरिरहेको छु। अनि जाँदा है भाइ पनि आयो। भाइ अनि गाडीमा जाँदैछौँ, बसमा हल्का उयो भयो। अनि हल्का निन्द्रा सुनेर लाग्यो। अनि छिट्यो सुतेपछि भाइ पनि उठिरहेको थियो। अनि हामी घरमा आएर फेरि